हेलो एभ्रिबडी सबैमा दर्शक नमस्ते। आशा छ हजुरहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ। तैपनि मेरो भिडियो हेरिरहने हजुर र हजुरको सम्पूर्ण परिवारमा खुसी नै खुसी र सुस्वास्थ्यको कामना गर्दछु। साथै बडा दसैँ विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। फाइनली आज म 3 वर्षपछि आफ्नो देश फर्किँदैछु। आफ्नो परिवार आफन्त साथीभाइसँग भेट्न पाउँदा जुन एउटा खुसी छ मनमा, त्यसको एउटा छुट्टै फिलिङ्स हुँदो रहेछ। सायद सबै परदेशी दाजुभाइहरूलाई त्यस्तै हुन्छ होला। र आज 3 वर्षपछि आफ्नो घर जानु पाउँदा म एकदम खुसी छु। र आजको भ्लग पनि तपाईँहरूलाई यही सब्जेक्ट हुनेछ, दमाम साउदी टु काठमाडौँ नेपालसम्मको मेरो यात्रा कस्तो हुनेछ म तपाईँहरूलाई सकेसम्म देखाउनु प्रयास गर्दछु। र यति भन्दै अहिले म तपाईँलाई मेरो सामान रेडी छ, 2टा सुटकेस, एउटा ब्याग र यो मेरो बेड हो, जुन बेडमा मैले कति 1195 दिन मैले बिताएँ, रात पनि बिताएँ। र यो बेडलाई म मिस गर्छु। ओके साथी हो, यहाँ मेरो सामान राखिसो। उहाँ दाजु पनि नेपाली हो, उहाँले मलाई छोड्न जाँदै हुनुहुन्छ। उहाँ मेरो के भन्ने, उहाँ मेरो दाजु हो, उहाँले मलाई यहाँसम्म यो सुटकेस बोकेर हेल्प गर्नुभयो। ल अब म यात्रा तपाईँहरूलाई बिस्तारै देखाउने छु। ल दाजु, तपाईँलाई धेरै धेरै धन्यवाद होइन। ल हो, यो चाहिँ के हो खास? यो यहाँको म्युजियम हो। उता घाम पर्यो केही देखेन। म्युजियम पनि हो, प्लस आरामको मेन यहाँ साउदीको तेल खानीको अफिस आरामको है। हेर्नुहोस् यता साउदीको के भन्छ, रम्बल घारी भन्छ होइन, मरुभूमि परसम्म पनि केही देखेको छैन। यस्तो ठाउँमा पैसा कमाउन आएको छ हजुर, गाह्रो छ जिन्दगी। पारी पनि रित्तै होइन दाजु, यो त गरी पनि रित्तै। ल के भन्ने त अब यस्तै हो परदेशी जिन्दगी, त्यो पनि साउदीतिर। ल अहिले त हाम्रो यहाँ ब्रेकफास्ट गर्ने टाइम होइन। यो चाहिँ जुस हो, यहाँ स्यान्डविच छ, आधीको आधी मलाई, आधीको आधी सानो चाहिँ दाइ प्लिज, म त्यत्रो मासु बसाएर आइरहेको छु, ट्राई पनि गर्छु। हेलो गुड, सस निकाल न सस, म यहाँ भ्लग बनाइरहेको छु। ल यो अलिकति खानु पऱ्यो किनकि प्लेन मेरो धेरै ढिलो छ, 1:30 बजेको फ्लाइट छ। यो गाडीको प्रब्लमले गर्दा आज छिटो आउनु पऱ्यो र त्यही भएर अलिकति खाजा खानु लाग्यो। अब यता प्याकिङ छ एयरपोर्टको लागि। यो सानो क्याप्चर गरिहालौँ भने क्या, भोलि गएर यसो फलान दिन यहाँ यस्तो गरेको थिएँ, यस्तो खाएको थिएँ भनेर दाइसँग होइन। ओके त भयो भयो भयो, मलाई भयो भयो भयो, म त खाँदिनँ यो हो नखानु ठिकै छ। त्यसलाई बराबर भयो त। अहिले म साउदी एयरपोर्ट भित्र छु। यो हो साउदीको यो एयरपोर्ट। यहाँ आज नेसनल डे भएर यहाँ यस्तो रमाइलो छ। यहाँ फेरि धेरै भिडियो गर्न पाउँदैन, गाह्रो छ साउदीमा नियम। साउदीको एयरपोर्ट यही हो है त, यो भर्खर स्टार्टिङ हो। ल अहिले हामी चाहिँ वेटिङ लाइनमा छौँ। अबको हाम्रो समथिङ 40 मिनटमा हाम्रो फ्लाइट हुनेछ। यो हो साउदीको दमाम एयरपोर्ट, 23 नम्बर गेट। एकदम रमाइलो लाग्यो। 7 वर्षपछि घर जान्छ, एकदम खुसी।
7 वर्षसम्म नभइकन बस्नुभएको ल फाइनली चाहिँ हामी अब प्लेन चढ्न लाग्यो कता लाइन यस्तो छ यो चाहिँ काठमाडौँको हिमालय साउदी दमामबाट चाहिँ काठमाडौँको लागि हिमालय एयरलाइन्समा हामी यहाँ यात्रा गर्दैछौँ यहाँ कस्तो छ के छ तपाईँलाई डिटेल रिभ्यू हुनेछ नेपाल झन्डा कति बोर्डिङ बस 108 सिट नभएर छैन सर 108 छैन सिट तपाईँले अर्को सिक्वेन्स नम्बर के हेर्नु होला तपाईँको यो 10 बी हो 10 बी है हवस् आउनु जो कता हालेको थिएँ मैले यहाँ छ ल हजुरको 4 को डी यो लाइनमा है नमस्ते 4 को डी कता 4 को डी 4 को डी 4 को डी भगवान म कहाँ छु है तपाईँ महलसम्म त भयो नि देख्नुहुन्छ त सरी 4 भनेको यो होला है 1 2 यो 3 हो यो 4 होला 4 हो 4 को टीमा म आइपुगेँ ल अहिले चाहिँ हामी हिमालयन एयरलाइन्समा बसेको छौँ यो हो बाहिरको दृश्य उता टर्किस एयरलाइन्स पनि देखिरहेको छ म जुम गरौँ क्या हो देख्यो यहाँ चाहिँ हाम्रो साथीहरू प्लिज उहाँ चाहिँ हाम्रो एयर होस्टेस म्याम हुनुहुन्छ त्यहाँ ध्यान दिनु होला यहाँको सुरक्षाको लागि ध्यान दिँदै हामी सुरक्षा सामग्री र त्यसको प्रयोग विधिबारे जानकारी गर्न लागेका छौँ ल दसैँमा घर जाने क्रममा चाहिँ उहाँ दुईजना साथीलाई मैले भेटेँ एकदम मिलनसार सहयोगी मनभएको प्लिज हजुरको परिचय पाऊँ अलिक जोडले भनौँ न मेरो नाम मोहन सिंह मोहन सिंह ओके प्लिज वाट इज यर गुड नेम मेरो सुरज तामाङ थापा ओ माई गड ल गुड माई नेम इज विशु कुमार श्रेष्ठ होइन ल प्लेन हल्लिरहा भनेको मतलब प्लेन स्टार्ट भइसक्यो के कसो प्लेन स्टार्ट भइसक्यो म यता बाहिर देखाउँछु प्लेन गुडिरहा है हल्ल्या मात्रै होइन गुडी पनि यस्तै छ परदेशीमा कति वर्ष हजुर कति वर्षपछि जानुभयो 7 वर्ष हजुर 5 महिनापछि म 3 वर्षपछि पैसा पुग्यो त कमाएर तपाईँले त पुग्यो एकचोटि जाने मान्छे तपाईँले पुग्यो मलाई त झन् पुग्ने कुरै भयो ल ओके पैसा कसैलाई पनि पुगेको छैन अब हामी केही समयमा साउदीको धरती छोड्दैछौँ सुरक्षा नियमअनुसार हामी जहाँ क्षेत्रको मध्येहरू निभाउँदैछौँ आवश्यकतामा यहाँले सिट 5 को बाटो बाल्न सक्नुहुनेछ धन्यवाद लेडिज एन्ड जेन्टलमेन विल बी डिमिङ क्यारलाइज फर कन्भिनियन्स अन्त कति लामो लामो हाइवे आयो ल साथी हो यो हिमालयन एयरलाइन्सको खाना हो होइन टक्क एउटा के सङ्ग्रिला एउटा हिमालयन हो पानी यो के हो यो सुरु पो भइसक्यो सोल्टी ल ठिक छ
यसमा चाहिँ के छ भने हो पुलाउ रहेछ पुलाउ एक बट्टा पुलाउ हैन बट्टा त हो डब्बा हो बट्टा हो ल जे भने एक डब्बा पुलाउ अनि एउटा यो केचप सस टमाटर त्यसै पानी एउटा काँटा छैन चम्चा मात्र हो चिकन मटन भएको काँटा चाहिन्छ चामलको केटाले के काँटा सुरु हेलो एभ्रीबडी सुरु गर हामी सुरु गरौँ है ल साथीहरू अब चाहिँ हामी काठमाडौँ नजिक आइपुगेको छौँ यो कहाँको हिमाल हो थाहा भएन है यो कहाँको सिन हो यार खतरा पुल बन्दो रहेछ त्यहाँ नेपालको पहाड हरियाली हेर्न पाउँदा खुसी लागिरहेको छ वाउ बादलमाथिको संसार र बादल मुनिको संसार हेर्नुहोस् यो रोड चाहिँ कहाँको रहेछ काठमाडौँ आइपुग्यो कोटेश्वर ल पशुपतिनाथ हामी त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा ल्यान्डिङ भयो ओहो लहे आफ्नो देशमा झर्न पाउँदा क्या रमाइलो लाग्दो रहेछ है थ्याङ्क यू साथीहरू कस्तो लागिरहेको आफ्नो देशमा झर्दा के भयो यहाँ ढुक्नु पऱ्यो यार धरती मातालाई धरती मातालाई ढुक्नु पऱ्यो भिडियो गर्ने यहाँ चलो के गाडी यता यसो यता अब यो चाहिँ विदेश परेन होइन नेपाल हो यो चाहिँ केही छैन ऊ त हेर्छ उसको प्लेन हो छिरिहाल्छ नि यता आउँछ हिमालय एयरलाइन्स यसमा हामी आएको ल ह्याप्पी दसैँ कस्तो लागिरह ल ल ल अब लागौँ साथी अहिले चाहिँ हामी यसरी यात्रा गर्दैछौँ है एयरपोर्टमा अब बिजी भएर खाना गर्नु पाएन अहिले चाहिँ हामी कहाँ चक्रपति आइपुग्ने बेला भयो आस्ते आस्ते भाइ आस्ते ओहो यो पाराले चाहिँ घर जाँदैछु है पारा ठिक छ यो ट्राफिक
नेपाल यो कुन होटल हेर्नु खतरा होटल छ त के होटलको नाम चाहिँ ओहो ल ठिक छ हो ल बाइपास रोड बर्गर हाउस यो चाहिँ नयाँ खुलिसकेको जस्तो के हो रानीवन यता त्यहाँ राइट ओह्राल छ र राइट 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 अरे बाप रे बाप आइपुग्नु लाग्यो अब 2 मिनट ल माई डियर हेम माई ब्रो तपाईँले गरेको आजको सहयोग ल फाइनली गाइज अब आइपुग्यो होइन त्यही हो कताको मेरो सुटकेस यसलाई भित्र होला ल यहाँ बस्नु एकछिन यहाँ बस्नु ल गाइज फाइनली घर आइपुग्यो अब सबै ठिकै छ अब भोलिबाट चाहिँ अब आउने भ्लग चाहिँ खतरनाक हुनेवाला छ प्लिज हेरेर साथ दिनु होला र अहिलेको लागि चाहिँ बाई बाई भन्न चाहन्छु फेरि नेक्स्ट भिडियोमा भेटौँला है त आफ्नो ख्याल गर्नु होला ओके बाई बाई एन्ड टेक केयर